Welcome to Yagya Basnet YouTube channel. Hello guys, नमस्कार, वेलकम सबैलाई मेरो च्यानलमा। आज चाहिँ म हजुरहरुलाई म बस्ने ठाउँको बिल्डिङ त्यसपछि बाहिर निस्किरहेको छु म अहिले हैन। यताबाट ड्युटी जाने क्रममा बेलुकाको समयमा चाहिँ यो भिडियो बनाएको छ। यता मेरो साथ दिनु होला सबैले। पानी आएको बेला नआएको बेला दुवै भिडियोलाई चाहिँ रिमिक्स गरेर बनाएको छु। सबैले मिठो राम्रो मानेर हेरिदिनु होला। यो चाहिँ हाम्रो रुमबाट पछाडिपट्टि हो, यो गेम खेल्ने ठाउँ। सबै केटाहरू बेलुकामा चाँडो छुट्टी हुनेहरू यता आएर रमाउँछन्, खेल्छन् है। मेरो चाहिँ बेलुका ड्युटी भइन्छ, अब म चाहिँ कहीँ जानु पाउँदैन। त्यही भएर अरू चाहिँ 10 घन्टा ड्युटी हुनेहरू चाहिँ 5 बजे छुट्टी हुन्छ, 6 बजे 7 बजेसम्म खेल्न आइपुग्छन्, खेल्छन्, रमाउँछन् है यता साइडतिर। म चाहिँ एक्लै पनि भएँ हैन। उहाँहरू चाहिँ कम्पनीमा ड्युटी गर्ने साथीहरू ग्रुप हुनुहुन्छ, म चाहिँ अब सिंगल ड्युटी गर्ने पर्यो। त्यही भएर चाहिँ म चाहिँ भिडियो बनाएर हाल्दैछु, हेरेर साथ दिनु होला सबैले। म चाहिँ गेम खेल्ने ठाउँ हो पछाडिपट्टिको। कता जान्छ क्यामेरा, कस्तो छ के छ, राम्रो नराम्रो भए पनि हेरेर साथ दिनु होला। यस्तै छ हाम्रो यतातिर मलेसियातिर है त। चाहिँ खेल्दै हुनुहुन्छ, रमाउँदै हुनुहुन्छ, पसिना निकाल्दै हुनुहुन्छ। यस्तै हो, म पनि बेला आएर यता माथिबाट हेर्ने गर्छु। हेर्ने मात्रै हो, अब आफ्नो साथीहरू छैन, ग्याङ छैन, सिङ्गल ड्युटी छ। एक्लै आउने लोकर आउने लोकर जाने हुन्छ। त्यही भएर चाहिँ यस्तै भइरहेछ। यतापट्टि चाहिँ हाम्रो बन्धु भाइहरूले घाँस काट्दै हुनुहुन्छ, झार काट्दै हुनुहुन्छ। यसरी काट्छन् यतातिर चाहिँ। हजुरहरू बस्नुभएको ठाउँतिर कसरी काट्छन् भन्नु होला, सेयर गर्नु होला है त। यता चाहिँ यसरी काट्छन्, बाहिर यो नालीको साइडतिर हो। यहाँ चाहिँ अलिक ठुलो भयो भने चाहिँ काट्न सुरु गर्छन्। यो नाली पानी आयो भने चाहिँ यस्तो हुन्छ, पानी जब पानी पर्छ पुरा पर्न लागिरहेछ। यस्तो हुन्छ, पानी आउने चाहिँ पुरा नालीहरू भरेर है टप हुन्छ यतातिर चाहिँ। यस्तै छ, भलबस्छ पुरा बगाउँछ। अनि अब यतातिर आउँदा पानी नपरेको बेला चाहिँ यस्तो हुन्छ, खुला हुन्छ, पुरै गर्मी हुन्छ, तातो हुन्छ, गर्मी हुन्छ पानी नपर्दा। पानी पऱ्यो भने चाहिँ फेरि शीतलो हुन्छ, पानी पनि बेसरी पर्छ फेरि पानी पनि है। त्यो पनि रोडको साइडतिर हाम्रो मार्केट बजारहरू सबै यतै हो। आज चाहिँ सानो भिडियो बनाउने मौका जोडेको हजुरलाई देखाउने मौका जोडेको छ। अब यसको साइडमा अब यही हो, यो पानी नपर्दा थियो, अब अहिले पानी पर्दा यस्तो छ अवस्था। अब दुवै सकेसम्म दुईटै साइडको दुईटै खाले बनाउँदैछु होइन। अब चाहिँ यो नाली हो, पानी नपर्दा सुक्खा छानन्द छैन, केही छैन। यसपछि अब यताबाट रोड क्रस गरेर पारि जानुपर्छ। रोड क्रस गरेर माथि जान्छ, उकालो जानुपर्छ। उता माथि मात्र उकालो छैन, समय हो, तर अब त्यहाँ माथि जानुपर्छ रोड क्रस गरेर। अनि
यस्तो छ बिना मेसेको बाटोमा हिँड्नुपर्छ सानो सानो टोरेटो बाटोहरूमा कर्कर हिँड्ने हो चाहिँ अब हामीहरूलाई हिँड्न अलिकति हुँदैन ठाउँ पनि त्यस्तै हुन्छ त्यही भएर यो चाहिँ मेट्रो लाइन हो मेट्रो लाइन बन्दैछ अब केही समयपछि मेट्रो खुल्यो भने यहाँबाट केल जानुपर्छ कुलालमपुर घुम्नलाई त्यसपछि पनि राम्रा भिडियोहरू बनाएर हाल्नेछु त्यही मेट्रो ओपनिङको वेटिङमा छु म चाहिँ मेट्रो ओपनिङ भइसक्यो भने चाहिँ म पनि घुमेर छुट्टी लिएर भए पनि घुमेर अनि भिडियो बनाएर हाल्नेछु त्यतिन्जेलको लागि अब यस्तै हो कति भिडियो हुन्छन् कस्ता हुन्छन् हजुरहरूलाई देखाउने प्रयास गर्नेछु अब यो नाली छ अब पानी पर्यो भने यो नाली कति भरेर आउँछ हेर्नुहोस् है पुरा भरेर छ त्यही नाली हो अघि देखाइरहेको थिएँ त्यही नाली हो यो पुरा पानी पर्यो भने चाहिँ पुरै भरेर आउँछ यो नाली चाहिँ देख्न सक्नुहुन्छ हजुरहरू कस्तो लाग्छ सुझाव सल्लाह कमेन्टहरू गरिदिनु होला सबैले धेरै लामो बनाउन सक्दिनँ अझै 10-12 मिनट त्यस्तै बनिहाल्छ भिडियो बनाउँदाखेरि सकेसम्म अब छोटै गराउने प्रयास गर्नेछु धेरै राम्रो भ्युजहरू हजुरहरूले दिन सकिरहेको छैन त्यसको लागि धेरै माफी चाहन्छु अब अहिले मैले जतिसम्म सक्छु त्यतिसम्म हजुरलाई बनाएर यहाँको म हिँड्ने ठाउँ म रुमदेखि ड्युटीसम्मको एरिया हजुरलाई देखाउँदैछु एकदम पानी परिरहेको बेला धेरै गाह्रो हुन्छ ड्युटी जाने बेलामा चाहिँ यो गङ्गु भाइले के टिप्दैछ के बगेर आएछ के टिप्दैछ गङ्गु भाइले ठिकै छ हामी चाहिँ यस्तो छ पुरै रोड पनि पुरै हुन्छ कि तपाईँ यस्तरी हिँड्नुपर्छ हेर्नु हिँडेको देख्नुभयो होला होइन यस्तो पानी बग्यो भने पुरा भरिन्छ है नालीमा नजाँदाखेरिसम्म नालीमा गयो भने पुरा भरिन्छ यस्तै छ अब यो यस्तै हो कन्टिन्यू त्यहीँबाट आयो फेरि होइन त अब यो चाहिँ पानी नपरेको बेला चाहिँ खुल्ला छ आनन्द छ फेरि एकलौटी के भन्छ सुनसान हुन्छ खासै त्यस्तो केही छैन बिन्दास छ ठाउँ चाहिँ एक्लै जाने धेरै लामो त छैन 10-15 मिनट लाग्छ बाटो चाहिँ ठिकै छ सुनसान एरिया छ कम्पनी लाइन हो सबै आफ्नो धुनमा हुन्छन् कसैलाई टर्च छैन मलेसियाको धेरै ठाउँहरू हुन्छ होइन अब डेन्जर ठाउँहरू पनि हुन्छ हाम्रो चाहिँ यहाँ चाहिँ अहिलेसम्म खासै त्यस्तो केही सुनिरहेको छैन अहिलेसम्म ठिकै छ म हिँडिरहेको छु यही बाटो है खासै त्यस्तो चाहिँ केही छैन अहिलेसम्म ठिकै छ पछि अब कति बेला के हुन्छ भन्ने कुरो त थाहा हुँदैन तर अहिलेसम्म ठिकै छ पानी पऱ्यो भने यस्तो गाह्रो हुन्छ हेर्नुहोस् हिँड्नलाई ड्युटी जानुको लागि यति गाह्रो हुन्छ पुरा अब यस्तैमा चप्लाङ हिँडेर जाने हो टाइटहरू माथि सार्नुपर्छ चप्पल लगाउने हिँडेर जाने हो यस्तै हो हेर्नुहोस् त आनन्द हुन्छ हिँड्नलाई चाहिँ अब त्यही पानीमा भिजिन्छ फेरि ज्वरो आउँछ कि भन्ने डर लागेर मात्रै हो नत्र चाहिँ पानी पऱ्यो भने चाहिँ एकदम आनन्द हेर्नुहुन्छ कति राम्रो छ्याङ्ग रहन्छ है कति आनन्द छ नि मौसम त एकदम मजाको मौसम छ जब घाम लाग्यो भने चाहिँ लास्टै चर्किन्छ पुरै तपाईँको ड्रालेर होइन गोरु मान्छेलाई कालो गराइदिन्छ कालो मान्छेलाई गोरो गराइदिएको भए सही हुन्थ्यो है यस्तो छ पानी पऱ्यो भने चाहिँ यस्तो मजाको हुन्छ फेरि चिसो हुन्छ यस्तो मौसम चाहिँ एकदम बेस्ट छ मलेसियाको एकदम आनन्दको मौसम छ हामी ड्युटी बाहिर गर्ने भएको कारणले अलिकति घामले पोल्छ ड्राल छ भन्ने मात्रै हो नत्र भने तपाईँको भित्र तपाईँको एसी नभएको ठाउँमा फ्यानहरू मात्रै भएको ठाउँमा पनि भित्र ड्युटी गर्ने मान्छेहरूले चाहिँ एकदम बेस्ट हुन्छ एकदम दामी तपाईँको घामले डराल्दैन ठिक छ मलेसिया चाहिँ एकदम हावा पानीको लागि चाहिँ एकदम दामी छ ठिक छ नेपाल जस्तो हो नेपालमा बरु लास्टै गर्मी हुन्छ दिनमा रातिमा पनि गर्मी हुन्छ यहाँ चाहिँ रातिमा खासै त्यस्तो गर्मी भएको चाहिँ थाहा पाएको छैन मैले फ्यानहरू चलिरहन्छ त्यही भएर पनि होला एकदम ठिकै छ
यताको हावापानी एकदम ठिक छ हेर्नुहोस् पानी देख्नु भयो होला कसरी आउँछ पानी आयो भने पुरा रोड हो यो पुरै यसरी आउँछ पानी छ मजाको आउँछ पानी आउँदा भने आजलाई अब म चाहिँ ड्युटी आइपुग्न लागिसकेको छु अब आजलाई लास्टतिर छ मेरो भिडियो चाहिँ सबैले हेर्नुहोस् यो पानी यस्तरी भरेको हुन्छ कि टाम्मा भरेको हुन्छ रोडमा चक्लङसँग अब आजलाई यति नै भन्दै फेरि पनि अब अर्को भिडियोमा भेट्ने बाचाका साथ आजको भिडियो अन्त्य गर्न चाहन्छु हजुरहरू सबैले माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला पूर्ण आशा विश्वासका साथ आजको भिडियोलाई विश्राम दिँदै फेरि अर्को मिठो भ्लगमा भेट हुनेछ बाई बाई See you guys later.抖音